काम चाहिँ टाढो आउँछ नि आउँछ हजुर बाटोबाट निकाल्नु कति टाढा हुन्छ ज्वाइँ टाढा हुन्छ तपाईँको टाढाबाट निकाल्छ बाटोबाट त डोबै भिन्ने हुन्छ तर ठेलेबाट डोमै चाहिँ बुनेर अनि के यति लामो निकालो खायो 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 बाटोबाट भएन मुल्सामी हुन् त्यो मुर्दो खतरा त सबै बुन्ने मुल्सामी हुन् मान्ता बुन्ने मुल्सामी भने टाढा पढ्यो भने जसलाई गाउँ बाटोबाट पढ्यो नि दरो मान्छे त्यही गएछ अब बुन्छन् ल बुन्दै बुन्छन् अहिले त्यो माजेर बुन्छन् अझ सुपा पनि बुन्ने माज्दा पनि बुन्ने सुपा त यहाँ पनि बुन्छन् सब बुन्छन् माजेरा बुन्ने कोटम बुन्ने पेटारा बुन्ने भुटपात हुने बिचमा भुटपात हाल्ने त्यो मुटु छ त्यो खुट्टो भित्र भुटपात त हुन्छ यताबाट बुन्ने लियो भुटपात आयो फेरि डबल बुन्ने आउँछ भित्र भुटपात हुन्छ बनी लियो फेरि भुटपात आले फेरि पिठ फर्काएर डबल सबै त अहिले पो बाँच्छ भाइ उहिले खबाएर खाउने तिनी उनी पेटाले हिँड्यो घर लानु अहिले चाहिँ होइन भुटपात पनि होइन ठुलो थियो माल त्यही पेटाले भित्र सुत्छ थियो दुई ताला लगाउने थियो चल्थ्यो टाइम पास गर्नु भन्ने हो यी हुन् तान भन्यो ऊ पेट पुण्यलाई पेट भन्यो पुण्यलाई तान भन्यो पेट भागो पनि केही पनि तान के हामीले काट्छ निकाले कारण हात काट्छ है निकाला झेलो गर्ने त गइदिनु दैया देखाएको यो पण्डित बनाइदिने हाम्रा बाबा निकालाको बुन्ने गुदेउन नदिने दाइ उही चाहिँ ज्वाइँहरूमा हाम्रो बाबा यहाँबाट हाम्रो हौकुरा यहाँ हेर्न आयो पहिला ध्यान नगर्छ बाबा अब यहाँ तारबाट हेर्न आयो ध्यान नगर्छ है म ग्यास हालेँ जेठा बाजे पोथ्यो जाने गएन गरेर जेठा भतिजा एउटा फने डोगी ल्याइ भन्ने नि गरे छोरा पाइकन अर्काले फने डोगी भन्थ्यौ भन्या गरे एउटा लाले केही उनीहरूले गएर सुनिला डाँडा माथि गाई यहाँ गरे यही त केही न उनका निकालो यहाँ निकालो एक दिन 9 डोगा पुरै 9 डोगा फाल्यो भन्छ 10 डोगो बल्ल या डोगा रेटो गरेर 5 डोगी ल्यायो भन्छ तब हाम्रा बाबा धेरै भन्नु थियो त्यतिखेर छोरा पाएर अनि भतिजा भन्नु छोरा मान्दैन भन्या गरे क्या भनेर त्यो उनी लागेर मैले सिकेँ भन्छ हाजिरा बन्ने पनि हाजिरा बन्नु थियो नजान्ने अहिले हाजिरा बन्न थियो बाबा भन्नु भने त निकाला गुर्देछ भने पनि हल मान्ने सिप्टे छ उन त कोटा गर्नु जाउँ अनि मैले पुन्तो पहिला टेन्सनले पोथेर गेराने गएर ल्यागौँ अस्ति निकाला उभी चिसो न पुसा महिना ल्याएर बाबा ठन्डो थियो गेडो खान त्यसमा ल्यागौँ कुन त बजे निकाला पछि भातले भाइ क्या
नसुटे क्या भयो दे हे त्यो रात कहाँ जाने अन्त त्यतिमै सुन्ने किन्नु न 650 56 शिवलाई एक एका राख्नुभयो नि एक पहिले फाल्ने हातमा बसिहाल्यो एक फाल्ने भने 13 बिक्री गर्ने फेरि त्यो बाह्र होइन चिप्कन लाग्ने त्यो अहिले बाह्र हजुर बाह्र हो नजिक 11 9 बाह्र माग्या आउँ 6 भयो 9 माग्या बाह्र पढ्यो त्यो त थाहा जतिको तपाईँ खाने अब खाएर कामै छैन बुझ्ने बनाउनु त खाए कम होइन बनाउनु लौ बनाउनुहोस् देश बनाए बस टिक्कै भइगयो बाह्र नुन सबै खाइदियो कहिले खायो हजुर मैले पानको पेट खाएँ अरू त्यति हो अनि अहिले मेरो बा हुन्ने पाएँ रही बनाइ खतरा बाह्र नखाउनु मै त्यो टाउको हो के रे किन बनाउनु मैले ल्याएर बनाएँ दिएर बनाउनु हजुर कल त पुरै भाइरल मेरो खतम नआगे खानुभयो कति दिन्छु म ल्याएर खाएर के गरे कति कफर गरी खाइया ग्या अहिले पनि खाला मलाई त खतम बनाउन लाग्यो ले हजुर बा दुई त सेट पनि आएको अझै धन खाने भयो हो भात लाउँदै भन्छ जुक्की खाऊ उठ्याएर खानुहोस् बाह्र खाने 10 खाने त्यही खाने ल्याउनुहोस्
लिनुहोस् त्यही हो अन्त समस्या छैन मैले पनि अहिले कहिले बार बनाउनु भयो त्यति भन्यो टौगी बार देउता यहाँ पनि नछन् हजुर देउता आज यहाँ पनि नछन् यही गरिरहेको छ यो दुध यदि खाउदैन खानु के हो गर्नु मात्रै हाल्नु अहिले यति कहिले ठुलो जुन फेरि आउने पाउनु तपाईँले तपाईँहरू त भाइपछि बढी पाउने हुनुभयो बुढो अवस्था फेरि खानु आउने पाउनु खानु आउने पाउनु यति लामो कहिले हाल्यो होइन हो मैले खाने दही खानु भाइरा जोइन त्यो खानु हजुर नहीं हामीले खायौँ भित्र खन्दासम्म खाइयो भित्र खाइरह्यो रोटी भर्खर खाइयो मेरो हातलाई केयर भन्नुभयो लिनु है खानु के 12 सिमन 12 होइन जे होइन 12 मैले खाएँ 2 बार आउँदैन अहिले जादु भन्ने ज्वाइँको पिसाइबाट हेर्नु पर्छ त्यो गडबड बात गरे अनि आउँदैन त्यो सिधा पनि त्यहाँ भए आउने थियो ले खान्छु टिकरले खेली गरेको थिएँ अहिले पनि कति त हुन्न सालमा खायो जान्न मैले खोटी काट्ने खोटी अथवा ब्याम दियो छैन खोटी दस आए खाने उता ऊ नभए खाने नहीं अलिक कमजोरी माने भने क्या हो त्यसको छ कमले का दुख्दैन भने अनि भित्र कुरा गरिन्छ मैले कमले को दुम्नु र ससुरा भन्छ हैन बोल्नु के होला त टेन्सन अब पाउनु मैले नि नभेट्छु हेलो होइन जामा काबर के दिनु ओ काबर के दिनु
होइन त्यो भन्नुभयो यो के भने पनि भोलि पर्यावरण पूर्व जोगिनी भन्छ त्यहीँतिर जाने जोगिनी पछि बाँडेको त्यस्तो खास पर्दैन यता जानु जाने त्यहीँतिर त हो त अनि बाँडेको गए पनि बाँडेको थोपे जस्तो काट्यो त्यो खास यो पूर्व यसो पर्यो अलिक त हुन्छ नि केही चाहिँदैन आगो पनि चाहिन्छ लट्काउने आगो नबाले लट्काउन सकिँदैन बाल नकिने थाहा त छोइन आगो बाल्दै नतताएपछि अर्को निकाल यो फुटिरहन्छ यो पाल्टो हुन्छ नि मालुम हो नि हाम्रो बाबाहरू त केही भएन यता मरेको नि उता मरेको पनि मारेन गर्दै थिएँ क्या मैले त अब भुट्ट बाबै आइगई बेला बेला त दिनको एउटा ओदामा पनि बन्द थिएँ घरि सिपालु भएपछि हात पनि आउनु जान्थेन बन्द थिएँ न बाबा मैले पढेर त जान्दैन पनि रिसाउँथ्यो बाबा मरिया हजिया यो धुम्रपान छोडे अब 40 साल भइगयो 40 साल भएको हजुर बिस्तारै जानु होला ढुन्ड होला अनि गइदियो त के गर्नु हो भेट्यो न तू चांगला हवे झाले ना शेलून परिचयमा खेल हुन्छ त्यो विषय लेन पण टोगी हालेल पण लेन पण नका दे पण जुठाला खाना लेन पण टोगी हटाव पुढे ठीक आहे मग तो बहुत लाले ए तू कुठे खाली ले आते मी ना ए ले खाला येते तर ते ले आवता मला हामी यहाँ पसल जाने किन म जान्न हाम्रो पैसा म ज्या ल्याम तलतलबाट पेटीमा ल्याल्छु भिसाकार आजकल 50 मा यही भाबे मिले जान्छ पहिला त म तलतलबाट 1000-1500 तलतल छुटेर ल्याल्ला हाम्रो दोकान हुने आज भोलि त्यहाँ त मिले जान्छ हाम्रो दोकान हुने है अनि सामान पनि कि तलतलबाट ल्याल्ला कि तलेबाट फार्बे अब आफ्नै गाडी अलि सस्तो हुन्छ त्यहीमा ल्याउँछु नेबाट कहिले ल्याउनु हाम्रो पनि त दोकान कहाँ पे वर हैं लिनो तापस कुछ अरे पेटी लॉलीपॉप लाओ एकदम चल चल आई अरे Mangga. Betul lah. Awak tu dah babu. Kacau. Mana sih? Hai. Jam. Dua. Hari ni. Baca. Tin bara kalau kan tak kaya jadi mana tu? Musuh pun belum.
बाहेर फेक. फेक कुर्ता. रोटी खान्छु जान्छु तँ खान्छु ए लोटा धोइन. पछि ल्याप्छ 4 पाना ल्याऊ खा. दुई पानी भोलि जान्दैन कुकुने हुन्न लाउन पनि लाउन्न. त्यो कुमारी टिप्ने नै खड्का चिल्लारी गला चिल्लारी लाउने त्यहाँमारी लिएर सुन लाउने भइदिया भए यस्तो त पनि हामी बोल्ने बुइसा ढगत्तामा त पाइएन. अब त पहिले दिएले पनि मरि काटे पनि नलाग्ने. अनि पछि दबदब बोल्ने हुने है अनि के गर्ने यी पनि अब यसको भर्खर सुन हाल्दैछु म यो पनि एउटा घुमना हो अब त्यो त केही गर्नुहुन्न नि. ओ के छ गिद्दा त्यो घरेलिया कथाले धेरै दिन बस्नु पर्यो त्यहाँ. 17 गते गए आउने बल्ल बल्ल 30 गते नाममा गयो. पहिला त्यहाँ नाला खुलिकन अग्लो गरिकन त्यो जग्गा लगाउने रहन्छन्. त्यो बाँझो रहेछ. अनि त्यहाँबाट पहिला हेरि आउने साइलाले हेरि आउने. तेरो कबाड लगेको बस त्यो राख्नु अब बस त्यो भएर भन्नु पानी पोखियो भने तेरो घाल ठिक छ बढी नै ठिक हुन्छ
ओहो ल ल ल जान जान त तै जान ढुङ्गा आउँछ नि हेर्ला फेरि अनि कोले गइन्छ के हो यो गिट्टी गिट्टी कहाँ लाग्ने हो